म घरको जेठो छोरा भिरी हिँड्ने गर्छु कालो झोला। खुसी त खोजा छैन तर आशा बग्छ जस्तै खोला। 40 वर्षीय जीवनमा 4 पैसा कमाई, 4 दिन मात्र भए पनि रमाई। यस्तै सोच लिँदै घरबाट थकित शरीर लिई भिरी हिँड्ने गर्छु कालो झोला। केही त जीवनमा अवश्य होला भनी सम्झन्छु, फेरि मुटुको धड्कन दर सुन्छु। कापिँदै गरेको मेरा कलम देख्छु, शरीरमा माथि खाली हात मात्र देख्छु। पढ्न गएको मेरो भाइ सामग्रीको अभाव देख्छु। आस मोर्छ ऐनामा मुहार हेर्छु, केही गर्छु भनी उठेको पहिलो व्यक्ति हराएको भेट्छु। आस मोर्छ ऐनामा मुहार हेर्छु, केही गर्छु भनी उठेको पहिलो व्यक्ति हराएको भेट्छु। फेरि त्यही कालो झोला भिरी म हिँड्छु। त्यसै कालो झोला भिरेर हिँडेको होइन, जिम्मेवारी पनि बोकेर हिँडेको हो। यस्तै छ अब।